हजुरको नाम? हजुर मेरो नाम विवेक थापा। अनि कति वर्ष भयो नि तपाईँ अस्ट्रेलिया बस्न लाग्नु? म यहाँ चाहिँ विगत 17 वर्ष 2008 सन् 2008मा चाहिँ म यहाँ आएको हो र त्यहाँपछि होइन निरन्तर चाहिँ म यहीँ छु। कहिलेकाहीँ आवाज जावत त नेपाल वार्षिक रूपमा 2 वर्षमा भइरहेको छ, तर चाहिँ त्यो बेलादेखि चाहिँ अनवरत रूपमा चाहिँ म यहीँ छु। अनि 17 वर्षदेखि अस्ट्रेलियामा हुनुहुन्छ होइन, तपाईँलाई चाहिँ नेपालको सबैभन्दा बढी मिस हुने कुरा चाहिँ के हो यो अवधिमा? सबभन्दा मिस हुने त आफन्त नातेदारहरू होइन, किनभने ती यहाँ पाइँदैन। ती भनेको हामी सानैदेखि उनीहरूको चाहिँ छत्र छायामा उनीहरूको चाहिँ आसपासमा हुर्किएको। एक नम्बर मिस हुने त उहाँहरू नै हो। त्यसपछि चाहिँ म गाउँमै हुर्किएँ, गाउँमै जन्मिएँ। गाउँका वन पाखा अब चाहिँ यस्तै चाहिँ हलो जोत्नेदेखि लिएर त्यहाँ गाउँका जुन चाहिँ गाउँ सम्बन्धित होइन गाउँ सम्बन्धित कुराहरू हुन्छन् त्यो चाहिँ सबै मिस गर्छु, जुन यहाँ चाहिँ पाइँदैन। हजुर। अनि अन्तिम प्रश्न, अनि के छ त नेपाल कहिले फर्कने? नेपाल त म चाहिँ जब 17 वर्ष पहिला म छिटै फर्किन्छु भनेर आएको हो, तर चाहिँ फर्किन सकिएन विभिन्न चाहिँ होइन सर्कमस्टान्सेसहरूले गर्दा। अहिले पनि चाहिँ म फर्किन्छु एक दिन भन्ने चाहिँ सोचमा छु, तर पनि चाहिँ एउटा निश्चित समयावधि चाहिँ समय चाहिँ मैले तोक्न सक्दिनँ। यति वर्षमै जान्छु भन्ने भन्ने चाहिँ छैन। हजुर ओके, हुन्छ, थ्याङ्क यू सर। धन्यवाद।